हेलो गुड मर्निङ। आज ईद ह्याप्पी ईद। त्यसपछि अब म भर्खर उठेको होइन, जबर्न लागिसक्यो। बिदाको दिन अब यस्तो मर्निङ वाक जाम भनेर म चाहिँ अब अहिले पोखरा छु होइन। पोखरा आएको 1 वर्ष भइसक्यो, तर यो मेरो फर्स्ट भिडियो है। आज चाहिँ अब भिडियो बनाऊँ भन्ने जागर लाग्यो मलाई, अनि त्यही भएर म चाहिँ भिडियो बनाउन लागेछु। अब म फ्रेस हुन्छु अनि त्यसपछि म मर्निङ वाक जानेछु आज। अनि भिडियो बनाउँदै कहाँ जान्छु भने हेर्दै जानु होला है त। फाइनल्ली रेडी भइसकेँ, अब म जान्छु। सी गाइस, यो चाहिँ म बस्ने नजिकैको पार्कै। म पनि कहिलेकाहीँ आउँछु। यहाँ मान्छेहरू एक्सर्साइज गरिरहन होइन। एसएफसीको म टिम। यो चाहिँ हाम्रो पियुको सेन्ट्रल अफिस होइन। त्यसपछि थियो अब जानुपर्छ। म यहाँ चाहिँ आएको होइन। लेट्स गो है। म चाहिँ अति नै हिँडेको नि त, अनि त्यहाँनिर साथी भेटेर म एकछिन कुरा गरेर बसेँ। त्यसपछि यहाँ विक्रम चाहिँ आइसकेछ, फोन गरिसकेँ है। अब विक्रमलाई भेट्छु नि, विक्रम ठाउँमा भएर जान्छु। यो चाहिँ यहाँ आएर बसिसक्यो है, अघि नैदेखि। ल हामी आइपुग्यौँ। हेलो कहाँ छौँ भन्दाखेरि हामी बेगनास्थलमा छौँ। विक्रम यहाँ बसेर हेरिरह। ओ बाबु के गरेको? माछा परे हो? माछा परे हो? किन नपारेको त नि? अड्कियो। यही माछा यो कति लामो माछा हो नि यो त। बेगनासको छेउछेउ डुलिरहेको हामी यहाँ यसरी। यहाँ चाहिँ फोटो खिच्न आयो मान्छेले। कति खिचेको यस्तो राम्रो भ्यू छ यो मान्छे। यहाँ हेर, यहाँ हेर। हिँड्दा हिँड्दै यहाँ कहाँ आइपुग्यौँ कि? यो के को बोटो यस्तो हिँड्द सबै तल ताल छ, माथि यस्तो भिर छ। यस्तो जङ्गलै जङ्गल आइपुग्यौँ है हामी। उतादेखिको हिँड्दै यहाँबाट यता चाहिँ बाटो राम्रो छैन, त्यही भएर फर्किन्छौँ। अब हामी आइपुग्यौँ। अब जान्छौँ हामी चाहिँ, अब फर्किन्छौँ घर रुम।